वेलकम टू माई च्यानल। भन्न चाहन्छु मेरो भ्लगमा आज हामी यता हन्टिङ हान्न आएको। फलफुल जे भेटिन्छ हन्टिङ हान्दिने चट्ट होइन, फलफुल हन्टिङ हान्दिने। हामी चाहिँ यस्तो बन्न आइसकेको छ हन्टिङ हान्ने। हन्टिङ हान्ने चाहिँ मिठो तरिकाले हन्टिङ हान्नुपर्छ, मिठो हन्टिङ हान्नुपर्छ। छ यार आफै फल जम्मल छोडेर यस्तो भएछ नि। प्रकृतिले दिएको कि प्रकृतिले दिएको नि त एकदम यार। प्राकृतिक चिजहरू नि त यो जस्ता प्राकृतिक फलफुल त हान्न पाइयो नि त, सिक्न सानो जे गर्न पनि पाइयो। निजी सम्पत्ति भएको होइन यस्तो हुन्छ, डर पनि हुन्छ यस्तो जरिमाना साना साना केही तिराउनु जस्तो। गाई चल्नु अब हामी चाहिँ कटर खोज्दै हिँड्यौँ। कटर भेट्यो मजै आउँछ खाना चाहिँ। गाई हामी चाहिँ कटर चोर्न आइसकेको छौँ। टिप्न भनेकै चोर्नु त कहाँ हुने, जङ्गलमा अब के हुन्छ, जङ्गलमा त्यतिकै चोर्न टिप्न चाहिँ भन्ने हुन्छ। यो चाहिँ प्रकृतिले दिएको हो हामीलाई, प्रकृतिले दिएको हो हामीलाई, प्रकृतिले दिएको कि यो चाहिँ फेरि प्रकृतिले दिएको हो नि त एकदम यार। प्राकृतिक चिजहरू नि त यो जस्ता प्राकृतिक फलफुल त हान्न पाइयो नि त, सिक्न सानो जे गर्न पनि पाइयो। निजी सम्पत्ति भएको होइन यस्तो हुन्छ, डर पनि हुन्छ यस्तो जरिमाना साना साना केही तिराउनु जस्तो। गाई चल्नु अब हामी चाहिँ कटर खोज्दै हिँड्यौँ। कटर भेट्यो मजै आउँछ खाना चाहिँ। भन्न चाहन्छु मेरो भ्लगमा आज हामी यता हन्टिङ हान्न आएको। फलफुल जे भेटिन्छ हन्टिङ हान्दिने चट्ट होइन, फलफुल हन्टिङ हान्दिने। हामी चाहिँ यस्तो बन्न आइसकेको छ हन्टिङ हान्ने। हन्टिङ हान्ने आज चाहिँ मिठो तरिकाले हन्टिङ हान्नुपर्छ, मिठो हन्टिङ हान्नुपर्छ आज चाहिँ। आँपको रुख त छ यार, आँपै फल जम्मल छोडेर यस्तो भएछ नि। किरानी कति कराएको यार, झ्याउँछ यार। कटर रहेछ त यार।
अलि राम्रो भेटेन, कटन ठुलो भेट्यो त मजै आउँथ्यो नि यार। तेरो त त्यस्तो ग्रुप त जति पनि छ तर कटरै छैन कि। कटर ग्रुप त जति पनि रहेछ यहाँ। त्यही धेरै तर फल्यो नि यस्तो धेरै। पछि आएको पन्ध्र आफ्नो फल्यो हुन्छ कि तल फल्यो कि। ल गाइस आजलाई यति, फेरि अर्को भ्लगमा भेटौँ ल, धन्यवाद।